So 1, 2, 3 start. Hello guys, welcome to our video. So guys, आज चाहिँ हामी मोमो प्लस करेन्ट चाउचाउ इटिङ च्यालेन्ज गर्दैछौँ. सो गाइज त्यही पनि आज हामी के गर्दैन, इटिङ त्यतिकै खाने मात्रै होइन. सो हामीसँग त दुईटा मार्क्स ब्लाइन्ड फोल्ड गर्नको लागि त ब्लाइन्ड फोल्ड छैन. सो हामीले मार्क्स युज गर्छौँ. हामी चाहिँ ब्लाइन्ड फोल्ड गरेर हामी यो खान्छौँ होइन. सो जसले यसमा यो हार्छ त्यसले पनिसमेन्ट के पाउँछ, एक झापड. सो गाइज जसले हार्छ त्यसले जित्नेले हार्नलाई एक झापड हान्ने गाइज होइन. सो अब चाहिँ हामी ढिलो नगरिकन स्टार्ट गर्छौँ. ठिक्क टाइममा खाने त्यो सही देखेको छैन नि. लाउँदैछु म. ल हाम्रो चाहिँ यहीँ छ. कोक कहाँ छ? कोक हेरौँ त. अचार दिन्छ. ल सो गाइज भयो. ल सो गाइज अब चाहिँ हामी स्टार्ट गर्छौँ. 3, 2, 1 स्टार्ट. घुम्नु पर्दैछ अघि मैले. कर्नको मसला हाल्दैछ गाइज. यो हामीले घरमा आफै बनाएको हो. कति मिठो भएछ गाइज. सेप चाहिँ अलिक मिठो छैन तर लास्टै मिठो भएको छ. कहिले अलिक सानो छ. यस्तो मिठो भएको. A few moments later. चीटिंग करता है तू. चीटिंग करता है तू. गाइज हाम्रो फ्यामिली छोटो एउटा मगाएर खाएपछि मलाई एक एकवटा करेन्ट चाउचाउ खाएपछि मेरो अलिक बढी करेन्ट चाउचाउ छ होला. यसमा चाहिँ अलिक कम छ. अनि एक ग्लास कोक राखेको छौँ. कहाँ गयो के काम आउँछ. मेरो लान्छु क्या. मेरो जान्छु बिस्तारै बिस्तारै गर्दै खा न. हतार पनि गर्नु पर्दैन. सायद गाइज यो चाहिँ हाम्रो चिकन मोमो हो. हाम्रो घरमा आफै बनाएको. भनौँ खाजा हुँदैन यो अलिक चाहिँ. चिटिङ मान्छे हेर्छ. चिटिङ मान्छे हेर्छ. किन तँले के गर्छ?
मेरोमा हाल्दैछ अह अनि कसरी चिटिङ गर्छ भने एकदम तर हाल्छ जस्तो लाग्यो मलाई मैले कसरी हालिदिनु म यहाँ खाँदैछु के छ त खाम्न न त खानु सरी गाइज गाइज अस्तिको पालि पनि मेरो यस्तै भएको मलाई ग्यास्ट्रिक छ क्या गाइज नसक्ने त फुड च्यालेन्ज गर्न चाहिँ यति खाँदै अगाइसक्यो म त अझ 100 मोमो बनाउने भनेर थिएँ गाइज यसले नबनाउने भन्ने भने 100 टङ्का 40 वटा खाइसकेपछि म बन्दी 40 वटा खाइसकेपछि म बन्दी कुकुरले टम्म हुँदो रहेछ दुख्नु चाहिँ पेटे ब्ल्यान्डबाट खोले कसरी बोल्नु हौ Are you cheating? No, I'm not cheating. Why am I cheating? त हेला जस्तो कहाँबाट त अर्थ देख्दैछ के अरे गए भए पो हेर्दा कस्तो धेरै भयो है चम कसरी खाइसक्नु यत्रो इम्पोसिबल हुँदो रहेछ हामीले त भर्खर ज्ञान स्टार्ट मात्रै गरेँ खाँदैछु ममा धेरै ए के अरे कोक धेरै खाइ फेरि उठ्दैन नि ओके ढल्कु भएछ नि गाइस मान्छेहरू कसरी गर्छन् यार बहिनी भन्छ कसरी गर्छ क्यामेरा त नजाए म त सानो यति खाने गाह्रो भइसक्यो एक प्लेट मोमो पनि सकेको छैन 14 मोमो होइन 100 एउटा पनि 100 एउटा मोमो इटिङ च्यालेन्ज गर्ने भने थियो हजुर फुड च्यालेन्ज गर्न लास्टै गाह्रो रहेछ बरु रक्सी प्यासिजर गर्दै खायो भने कति खायो पत्ता हुँदैन हिँडेको नि हुन्छ थापेन किन हाँस्यो सिधाऊ सिधाऊ छोडिदिनु के को छोडिदिनु त्यस्तो ल मगाउ पनि खाइसक्नु कि तँले हारै भन्नु मान्नु पऱ्यो त्यस्तो हुन्छ 2 मिनट पनि भिडियो भएको छैन होला ए अन्त ऊ छोडिदिनु भन्न थाल्छ हारै घेर त बिराउँछ मलाई निदाउँछ होला म त आँखा चिम्लेर खाएको दिन अन्त निदाइसक्थे किन हाँस्नु त हेर्दैछ अनि किन हाँस्यो कि झरो टिप 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 कहाँ छ मैले भेटेँ म टिप्छु
तपाईँ कसरी यो छाम्दा अहिले चाहिँ खोलिदियो म हेर्छु ल बन्द गरेँ गाइस मेरो हात पनि फोल्छ मलाई फेरि टिस्यु पनि एउटा बिर्सेछु बहिनी मेरो मोमो सेफ छ त मलाई मोमो हाल्ने काम नगर है मैले हाल्छु न म गाइस मतलब करेन्ट चाउचाउ खाँदा पनि खाएको छुइनँ खाना नि खान्छु बिस्तारै खान्छु फोहोरमा बनाइकन खाएँ सफा गरेर कस्तो सफा गरेर खाएको यस्तो खाने चाल त कहिले गर्दिनँ गाइस आजदेखि यो वाक्क हुन्छ जस्तै छ कस्तो खोलिदियो थियो त बेहोरै छैन भर्खर खोले तैँले मेरो मोमो हालेको थिएँ जाने हाल्ने मैले भिडियो हेरौँ ए तर हाल्थेँ मलाई हालेको थिएँ यहाँ खाएको छ फेरि यहाँ आइदियो आइसकेको छ अघि ल मैले अफ गरेँ नगरेँ इमेजले फोन हाल्दै नछु है ल बन्द गरेँ लाग्यो कत्रो मोमोहरू रहेछ उता सबै ठुलो ठुलो छ मेरोमै पऱ्यो क्या मेरोमा 1 2 3टा मोमो छ है हेर तिनटा तिनटा ए ठुलो भन्दै मलाई हाले ठुलो मोमो चाहिँ मलाई हाल्दै चाहिँ ल तेरो ठुलो मोमो तै लग यस्तो होइन तै लग मलाई नहाले तेरो ठुलो मोमो तै लग ल किन हाँसु कि फेरि हाल्दैछ अरे मलाई सबै हाल्दै 1 2 3 3वटै छ भोलि हालिदिँदै थियो चिटिङ गरी हेर्नु आउन तपाईँ बस्नु छैन हौ गाइस यसले मलाई हाल्दै छ क्या अनि त्यो भएर मात्रै मैले हेरेको भयो नखोजेको थियो तर हेर्नै पाइनँ खोल्न आँटेको थियो खोल्ने हेर्नै पाइनँ गाइस सकिँदैन साँच्चै पनि क्विट गर्नुपर्छ क्या हामीले त फर्स्टमै हाल्यौँ त त्यस्तो होइन जसको थोर छ त्यसले जित्छ मेरो थोरै छ नि त्यस्तो हुन्छ कहिले खाएको थिएन करेन्ट खान्छ छैन यस्तो तैँले हौ ए गाई सकिँदैन रहेछ म त सकिनँ क्विट गर्नु पनि भएन सुनमा यस्तो मिठो भन्दै खायौँ त्यो नचाख्नु पर्दो रहेछ क्या चाख्नु नहुँदो रहेछ क्या कतिखेर त्यही भएर किनेको मोमो खानुपर्छ क्या चाखिन्छ अनि चाहिन्छ सक्दैन तपाईँ लगाइदियो सरी सक्नु आँट्यो क्या कति छ हौ मेरो एउटा खाइसक्यो अझै एउटा मात्रै हुनुपर्ने 3टा खाएको 2टा खाएको अझै कसरी देखा कस्तो त्यो म पनि खोल्छु नि फेरि अब किलो
भने त हेरेर जान्छ मलाई चिँदैन भन्नु यसले फुल पनि ढाली टुटी फुल्टी गाई जब मैले मेरोमा हालिदिए हालेको छु नि हेर्दा हेर्दा हुन्छ अलिक नजिक आइज न अलिकति यति आइज नि त अनि त्यहाँ गर्न पेट दुख्यो भने क्यामेरामा देखिन यहाँ दुख्नु त पेट कस्तो साह्रो हार्नेले एउटा चक्लेट दिनुहुन्छ मन क्विट गर्ने नगरे अहिले कस्तो स्निकर क्विट गर्ने नगर्ने त खाम एकछिन 2 मिनट पछि खान त्यसो म त खान्छु म त धेरै हाल्छु न सक्छु क्विट गर्ने भए तैँले हारिस् नत्र म त खाने ल खाम म यो तेरो भागमै जान्छ यो छिटो बन्द गर गर्छु मेरो बन्द गरेपछि गर्न भन्नु हेरेको छिटो है भन्नु गर खान्छ एकछिन दुखो साह्रै पेटमा तेरो धेरै खाएको छैन यस्तो के को खोली चाहिँ बेहुला चाहिँ कहाँ छ त गाइज म सक्दिनँ मलाई माफ गरिदिनुहोस् क्वाइट सक्यो हारिस हारिस त खाँदै स्नेकर चाहियो अब एउटा ल यो त राख्न नि मिल्दैन के सो गाइज अब इन्ड गर्नुपर्छ यहीँनिर ल बहिनी राख्नुपर्छ भोलि फ्राई गरेर खानुपर्छ नबोल न भोलि कहाँ राख्नु हुँदैन यस्तो खाएको सार्दिनुपर्छ फोर्स लास्टिङ यस्तो ढुङ्गा त तँ नचला न हुन्छ ल सो गाजर पनि छ त नि सबै थोक हुन्छ क्या त्यही राख करेन्ट क्लोजमा ल बहिनीहरू इन्ड गरिदिउँ न अब हामी गाइज यसले चाहिँ मेरोमा हाल्दैन यहाँ चाहिँ धेरै छ यसको चाहिँ अब मैले हालिदिएको पनि छैन हेर्दा नि हुन्छ भिडियो तपाईँलाई थाहा छ हालेको छु यहाँ चाहिँ हाम्रो अचार जस्ताको जस्तै अचार चाहिँ हाम्रो वेस्टेजै भयो तैँले एक बोटो खाने एक बोटो थियो ओके गाइज सो गाइज हाम्रो आजलाई भिडियो यति नै अब नेक्स्ट भिडियो अझै राम्रो आउनेछ गाइज नेक्स्ट भिडियो चाहिँ हामी नखाइकन बस्छौँ होइन अनि नखाइकन बसेर चाहिँ के अरे च्यालेन्ज गर्ने कोसिस गर्छौँ आज चाहिँ हामीले के फ्राई गरेर मोमो खाइसकेको थियौँ क्या अनि त्यसलाई बल्ल हामीलाई आइडिया आयो कि च्यालेन्ज गरौँ भनेर अब करेन्ट चार्जर लिन गयो कोक लिन गयो भगवान् त्यो के भन्छ फुड ब्लगरहरू हुन्छ नि उनीहरूलाई त सरुटै गर्दा हुने रहेछ है बहिनी गाह्रो हुँदो रहेछ गाह्रो हुँदो रहेछ उनीहरूले कति धेरै खान्छ नि यार यति धेरै गाइस नसक्ने रहेछ खान्छु जस्तो म पनि सक्छु जस्तो लाग्छ तिनीहरू हेर्दाखेरि चाहिँ पानी यति 35 वटा यति मैले त मै आफै खाइदिइहाल्छु नि भन्थेँ सो गाइस म चाहिँ अघि 40वटा त मै खान्छु 100वटा गर्ने भनेर म च्यालेन्ज गर्ने भनेर थिएँ अहिले हामीसँग त पेपर भएन क्या माथि राख्नको लागि अनि त्यही भएर हामी थालमा राख्ने भएको भएर चाहिँ एक प्लेट गरेको नसकिँदो रहेछ जस्तो जस्तो कोकले एउटा भएको रहेछ सो गाइस आजलाई भिडियो यति नै ओके बाई बाई थ्याङ्क यू फर वाचिङ आवर भिडियो एन्ड नयाँ जो चाहिँ नयाँ हुनुहुन्छ उहाँले सब्सक्राइब गरिदिनु होला अनि बेल आइकनलाई क्लिक गरिदिनु होला हाम्रो भिडियोहरू फेरि आउँछ होइन सो अनि लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यति नै भन्न चाहन्छु अनि बाई बाई गाइस बाई बाई ल बाई बाई गर्नु ल Bye guys. Thanks for watching our video. Bye bye.